ल साथीहरु यहाँनिर खोलामा यसो माछा मार्दै रहेछ बल्छी हान्दै रहेछ यो चाहिँ ताप खोलामा बल्छी हान्दै केटाहरुले ल साथीहरु आज हिजो बेलुका मैले माछाको लागि ढुँडे थापेको थिएँ यहाँ रावा खोलामा रावा खोलाको माछा चाहिँ यो असला माछा यो सबै असला माछाहरु सबै ढुँडेमा पाडेको मैले बिहान 4 बजे अहिले 4 बजे गएर झिकेर ल्याएको अहिले 5:30 भयो 1 घण्टा पहिले गएर झिकेर ल्याएको यति परेछ एक रातमा यति पर्छ र तपाईहरु पनि माछा मार्न चाहनुहुन्छ भने असला माछा मार्नु र खानु इच्छुक हुनुहुन्छ भने आउनु होला यो रावा खोलामा ढोडे लिएर हेर्नुस् त कति फ्रेश छ त ल हैन कति चलिरा छ यहाँ चाहिँ किङ माछा यस्तो हो जी ल हैनसी यो चाहिँ तिते माछा हो यो चाहिँ तिते भन्छ यसलाई चाहिँ तिते हो यो असला भाइ धेरै थुतुन नचला माछा असला यही प्लास्टिकमा हाल्दिनु न एउटा दाइ अलिकति यो माछासँग यो पनि आछ केटाहरु धेरै मरिन हुने त सम्झाएर दियो पानी ठुलो भएछ उनीहरु साथीहरु यो चाहिँ असला माछा रावा खोलाको माछा हजुर माछा रावा खोलामा आउनु होला माछा खानु ल मेरो भाइले चाहिँ यहाँ बनाउँदैछ माछा पिलिट फाल्दै त्यसको आन्द्रा अब हाम्रो यहाँ माछा खाने कार्यक्रम भइरहेछ पकाउने माछा पकाउने हो मजाले त्यही भने के तेल थप्नु पर्ने चल्दैछ कोही माछाहरु हैन किन हतार गर्छ तपाईं के टेन्सन गर्नुहुन्छ आलु खाँदैछौँ साथीहरु जी पोलेको आलु हाम्रो भाइले पोलेको आलु खाँदैछ अब यहाँ अब चाहिँ हामी यहाँ खाना खाने बेला भयो
खाना पस्किँदैछ भाइले यता यता खाना पस्कियो